हाई एभ्रिवान। आज चाहिँ म धेरै पछि किचनमा गएको, फ्रिज खोलेर हेर्दाखेरि सबै थोरै तरकारी छोडिदिनु भएको रहेछ मेरो मायाले। अनि त्यसपछि मैले सोचेँ के गर्ने त यो तरकारी, फ्याँक्नु त भएन पैसा परेको चिज। अनि त्यसपछि मैले सोचेँ यो सब एकै ठाउँमा मिक्स गरेर बनाइदिन्छु र म बनाउन थालेँ। यसमा चाहिँ मैले मुला, आलु, बेबी स्पिनच, ग्रिन बिन यिनीहरू हालेर बनाएको छु। सबै भेजिटेबल्सलाई चाहिँ राम्ररी मिक्स गरेर धोएँ पहिला, त्यसपछि हल्का मसलाहरू हालेर पकाएँ। मसलामा चाहिँ मैले त्यस्तो केही पनि राखेको छुइनँ। जिरा धनियाँको धुलो, बेसार, नुन यो सबै अरू बेला जे हालिन्छ त्यही नै हालेको छु। जे आफूसँग अभाइलेबल इन्ग्रिडियन्ट्स छ त्यही हालेको छु र एकदमै टेस्टी र हेल्दी बनेको छ मेरो तरकारी चाहिँ। हजुरहरू पनि बनाएर खान चाहनुहुन्छ भने यसरी ट्राई गर्न सक्नुहुनेछ। यो चाहिँ दाल, भात, रोटी जेसँग पनि इन्जोय गर्ने एकदम पर्फेक्ट हुन्छ। हजुरहरू पनि ट्राई गर्नु होला। यसमा बढी भनेको चाहिँ मैले त्यो गार्लिकको ड्रेसिङ, पास्ता ड्रेसिङ हालेको छु ग्रेभी देखाउनको लागि। र अरू के राखेँ मैले, अरू केही पनि त्यस्तो केही राखेको छैन। थोरै बटर राखेँ, त्यही नै हो। बाई, सी यू।